आकाशतर्फ उडान भर्दै गर्दा सिङ्गो देशले एउटै आवाजमा न्यायको माग गरिरहेको छ। अपराधीले कडा सजाय पाओस् ताकि फेरि कुनै ईश्वरीले आफ्नै श्रीमानबाट यसरी ड्युटीबाट फर्कदा ज्यान गुमाउनु नपरोस्। दिवंगत राष्ट्रसेवक ईश्वरी भुजेलप्रति भावपूर्ण श्रद्धाञ्जली। दोषीलाई हदैसम्मको कानुनी कारवाही र पीडित परिवारलाई न्याय मिलोस्। यो थियो काठमाडौँका क्राइम रिपोर्टर मदन शाहले तयार पारेको एक रिपोर्ट। जेठको अन्तिम शाखा आकाशमा कालो बादल मण्डारिरहेको थियो। पशुपति आर्यघाटमा आज अरू दिनभन्दा फरक माहौल थियो। नेपाली बुढोले मध्यरातमा आफ्नो श्रीमतीको हत्या गरेपछि पीडितको घाममा मलमपट्टि ल्याउन गइरहेको छ माननीय रविन्द्र बुढाकोटी। ल्याउनु पर्यो, कस्टडीमा राखेर अनुसन्धान गर्नु पर्यो। यो अपराधको राम्रोसँग छानबिन गर्नु पर्यो। दोषीलाई कडा कारबाही गर्न पर्यो। नेपाल प्रहरीको आइजी साहबलाई पनि फोन गरेर भने र यो अनुसन्धानमा कहीँ कतै कमजोरी नहोस्। पीडाले सानो पीडाले पनि दुख्छ, त्यसमाथि यत्रो ठुलो उहाँहरूको लस भएको छ। यत्रो त्यति बेला राष्ट्रपालमा मन्त्री कर्केन्द्र बुढाकोटी हुनुहुन्छ, चौकीभित्रबाट झोला निस्किने हुनुहुन्छ। प्रहरी चौकी हामी कुरो फेरि म उहाँलाई राख्छु कि बस्नुहुन्छ अनि लागेको भने त अझै भित्रतिर गएर बस्नु भयो। कस्तो खालको कुरा भयो अनि हामीले कुन किसिमको दबाब सृजना गर्न पर्ने हो कि होइन। अनि हामी साधारण भएर चाहिँ तपाईँहरूको मैले यो किसिमको मागिरहेको छु, यस्तो यस्तो भनेको छु भन्ने किसिमको हामीले एउटा स्पष्ट गरेर दिनु होला। होइन भने हामीले चाहिँ हाम्रो त एउटा गाउँठाउँको सिटीको ज्यान गएको छ। सबै ज्यान फिर्तामा अलग भोलि भने चाहिँ हरेक कुराहरूलाई चाहिँ आइतबार बिहान सधैँझै शुक्ला गण्डकी नगरपालिकाको कृषि उपज केन्द्रमा हाट बजारको रमाइलो रोटीको मिठास र विशेष गरी नेवारी समुदायको परिकार योमरीले सबैको ध्यान तानेको थियो। योमरी स्वाद लिन आउनेहरूको लाम नै लागेको दृश्यले हाट बजारको रौनक अझ बढाएको थियो। स्थानीय उत्पादनदेखि स्थानीय स्वादसम्म शुक्ला गण्डकीको आइतबारे हाट बजार अहिले धेरैको रोजाइ बन्दै गएको छ।
आउँदो आइतबार फेरि भेट्नेछौँ, अवश्य आउनुहोला है त। आइतबार बिहान सधैँझै शुक्ला गण्डकी नगरपालिकाको कृषि उपज केन्द्रमा हाट बजारको रमाइलो माहौल थियो। बिहानैदेखि किनमेल गर्नेहरूको भिडभाड, ताजा तरकारीहरूको आकर्षण अनि गाउँघरको मिठो स्वादले बजार पुरै चलायमान देखिन्थ्यो। ताजा सागसब्जीसँगै बिहानको चियाको स्वाद, सेलरोटीको मिठास र विशेष गरी नेवारी समुदायको परिकार मोमोले सबैको स्वाद लागेको दृश्यले हाट बजारको रौनक अझ बढाएको थियो। स्थानीय उत्पादनदेखि स्थानीय सडकसम्म शुक्ला गण्डकीको आइतबारे हाट बजार अहिले जीवनको बजार बनिरहेको छ। आउँदो आइतबार फेरि भेट्नेछौँ, अवश्य आउनुहोला। आइतबार बिहान सधैँझै शुक्ला गण्डकी नगरपालिकाको कृषि उपज केन्द्रमा आखिर कहाँ जाँदैछ हाम्रो समाज, के हुँदैछ हाम्रो समाजमा साथीहरूलाई भन्नुहोस् त, आखिर किन पार्वती, जो यी हाम्रो भिडियो हेरिरहेका सर नमस्कार। हजुरलाई के समस्या थियो? मलाई 4 सालदेखि म प्यारालाइसिस प्यारालाइसिस हुनुहुन्थ्यो है? 4 वर्ष भएको थियो। के कतापट्टि हजुरको प्यारालाइसिस? लेफ्ट साइड हातहरू चल्थेन। अनि अहिले कस्तो छ नि? निकै राम्रो भएको छ सर। म हात उठाउनु सक्दैछु। यो हातहरू माथि जान्थेन है 4 दिन पहिला? ए ल राम्रो। अनि अरू केही समस्या थियो? अरू त समस्या थिएन सर। कति दिन आउनु पर्यो हजुरलाई? 3 दिन तेस्रो दिन आजबाट छुट्टी भयो। घरमा गएर गर्नुपर्छ केही दिन है, हामी सिकाएर पठाउँछौँ। अनि हजुरलाई यो ट्रिटमेन्ट मेथडले काम गर्दो रहेछ भन्ने भरोसा लाग्यो? हजुर, भरोसा लाग्यो। धेरै पैसा खर्च महसुस भयो? औषधिहरूको प्रयोग भयो त्यहाँ केही? सबै चुम्बकबाटै भयो। अरू बिरामीले केही एडभाइस गर्न चाहनुहुन्छ हजुरले? घरमा गएर म डोजबाट आएको यो दार्जिलिङ। म डोजमा गएर पनि म मेरो साथीभाइ आफन्तहरू जसलाई यो बिरामी छ उनीहरूलाई म सजेस्ट गर्छु कि एकपल्ट जानुहोस्, तपाईँहरू कन्ट्याक्ट गर्नुहोस्, तपाईँहरू काम गर्दो रहेछ यसले होइन? ठिक छ। आफ्नो इक्जाम्पल दिएर उनीहरूलाई भन्छु। जसले यो भिडियोलाई आज लाइक कमेन्ट सेयर गर्नुहुन्छ नि, उहाँहरू सबैको नाम छानी म हजार फलोवर्स दिने भयो। तपाईँलाई विश्वास लाग्दैन भने एकचोटि लाइक कमेन्ट सेयर गरेर हेर्नुहोस्।